फाइनली हामी मामा घर पनि आइपुग्यौँ। हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै ठिक छु। अनि यहाँनिर चाहिँ पुरा मम्मीले जस्तै लक्ष्मी पूजाको दिन चढाएको पैसाहरू चाहिँ पुरै तेल लागेर चाहिँ पुस्दै हुनुहुन्थ्यो। अनि हामी चाहिँ आज जाँदैछौँ मामा घर। अनि यहाँ चाहिँ बिहानै हामी 5 बजी उठेर 6 बज्नु लागिसक्यो तर पनि गाडी आएको थिएन। त्यसपछि हामी गाडी आयो है बाहिर कुर्नु भनेर बाहिर जाँदाखेरि गाडी कुर्दै थियौँ। त्यसपछि गाडी पनि आयौँ अनि हामी चाहिँ जानको लागि रेडी हुँदै थिएँ अनि एकछिन रोकेको थियो। अनि त्यसपछि मेरो मम्मीले चाहिँ यहाँनिर चाहिँ चप्पल किन्न जान्छ भनेर मेरो मम्मी चप्पल किन्न जानु भएर पनि आइसक्नु भएको थियो। अनि मम्मीलाई चाहिँ चप्पल थिएन नि त अनि गाउँमा लाउनुलाई, अनि त्यही भएर मम्मी चप्पल किनेर आउनु भएर उसले ट्राई गर्दै हुनुहुन्थ्यो। चप्पल चाहिँ एकदमै राम्रो थियो, मलाई मन परेको थियो तर सफ्ट खालको थियो तर सस्तोमा पाएको थियो। चाहिँ हामी चाहिँ यहाँ खाजा खाने ठाउँमा आइपुग्यो अनि मम्मीले चाहिँ मिल्टी खाने भयो अनि म चाहिँ केहारी खाएन हुँदै थिएँ। अनि यहाँनिर चाहिँ मैले चाहिँ रोटी तरकारी मगाएर रोटी तरकारी खायौँ। त्यहाँबाट पनि फेरि हामी लाग्यौँ अनि सिन्धुलीको बाटो आइपुग्यो। यहाँनिर चाहिँ कति धेरै घुमाउरो बाटो थियो नि त। अनि फेरि यहाँनिर चाहिँ एक्सिडेन्ट भएको रहेछ कि कस्तो डर लागेर। अनि यहाँ चाहिँ पुरै प्राइभेट कार एक्सिडेन्ट भएर तलतिर गएको रहेछ, धन्न खोलाको ठाउँमा पुगेन तर गाडी त कचक नै भएको थियो। कति डर लागेको थियो कि। अनि फेरि हामी यहाँ खाना खाने ठाउँमा आइपुग्यौँ अनि मम्मीले चाहिँ भेज खाना खानुभयो, मलाई चाहिँ खानु मन लागेन त्यही भएर मैले चाहिँ खाइनँ। अनि फेरि हामी यहाँनिर सिन्धुलीको बाटो पुरै घुम्ती छ नि त यो त। अनि मलाई कस्तो डर पनि लाग्छ कि यहाँको बाटो अनि एकदमै। अनि त्यसपछि मलाई चाहिँ गाडीमा जाँदा जाँदै निद्रा लाग्यो अनि म चाहिँ निदाएँ। अनि यस्तो निद्रा लागेको भनेर सुन्तला छोडेर खान थालेँ। अनि यहाँनिर चाहिँ सुन्तलाको बजार कति धेरै थियो कि यहाँनिर चाहिँ। अनि हामी चाहिँ सिन्धुली विमान भन्ने ठाउँमा चाहिँ आइपुग्यौँ। यहाँनिर चाहिँ रोकिदिनु भएको थियो। हामी सिन्धुली विमान भन्ने ठाउँमा आइपुग्यौँ। त्यसपछि हामी चाहिँ तर्फ लाग्यौँ अनि यहाँनिर हामी चाहिँ बर्दिवास भन्ने ठाउँमा आइपुगेर चाहिँ त्यहाँबाट चाहिँ हामी फेरि तल मामा घरतर्फ लाग्यौँ। अनि त्यसपछि हामी चाहिँ गाडीबाट झरेर बदबदमा झऱ्यौँ अनि मम्मीहरू चाहिँ यहाँ सामान झार्दै हुनुहुन्थ्यो। अनि त्यसपछि हामी सामान झारिसकेपछि चाहिँ रोड क्रस गरेर चाहिँ अटो कुर्न थाल्यौँ। अनि अटो आएपछि चाहिँ अनि यहाँनिर चाहिँ अटोको मान्छेहरू कुर्दै थियो। अब 2जना आएपछि चाहिँ जाने भनेर सो हामी अटो चढेर गइसकेपछि मामा घर पनि पुग्यौँ। अनि यहाँनिर चाहिँ म आउने बित्तिकै तेरो दिमागमा को ह्याङहरू छ भनेर चाहिँ बाजेले चाहिँ मलाई पुरै भोको साथेर दिँदै हुनुहुन्थ्यो। अनि खाएँ मैले तर लास्टै गयो थियो, मैले बिचमै छोडिदिएँ। अनि त्यसपछि म ड्रेसहरू पुरै चेन्ज गरिसकेपछि यहाँनिर चाहिँ बाख्राको बच्चीहरू हेर्न आयौँ। कति क्युट थियो क्या। अनि त्यसपछि बेलुका भएपछि चाहिँ मम्मीहरू चाहिँ पुरै यहाँ गफ गर्न थाल्नुभयो किनभने मम्मी धेरै वर्षपछि आउनुभएको थियो नि त। अनि अरूलाई मेरो मिनी भ्लग कस्तो लाग्यो प्लिज लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। बाई बाई एन्ड लभ यु गाइज।